अब यो सच्चा गुरुहरूको लीला जे पनि हुनसक्छ। कोही शिकार खेल्ने पनि हुनसक्छ। कोही एकदम सधैँ सुतिरहने जस्तो पनि हुन्छ। कोही अब कुकुर सँग जीवन बिताउने पनि हुन्छन्। कोही जीवनभर एकदम खेती किसानको चाहिँ एउटा किसानी काम गरेर बिताउने। गुरुहरूको बाहिरी स्वरूप जे पनि हुनसक्छ। त्यसैले गर्दा त्यस्ता सच्चा गुप्त गुरुहरू, योग्य गुरुहरू कसरी कुन रूपमा चाहिँ नि कहाँनिर कसरी बसिरहेको हुन्छ भन्ने कुरा केही भन्न सक्ने स्थिति हुँदैन। त्यसैले गर्दा हामीले जो पायो त्यसलाई चाहिँ नि हामीले कुरा काट्ने, नजरअन्दाज गर्ने, आफ्नै पाराले चाहिँ मनमानी, मनगढन्ती रूपमा अरूलाई चाहिँ आक्षेप लगाउने, उनीहरूलाई चाहिँ नकारात्मक चाहिँ एउटा दोषारोपण गर्ने कामहरू कहिले पनि गर्नु हुँदैन हामीले।